Hello everyone, namaste and good morning. Welcome back to my new vlog. मेरो नयाँ ब्लग यहाँलाई धेरै धेरै स्वागत छ हैन। आयो हजुरहरु सन्चै हुनुहुन्छ होला। सो गाइस टाइम भइसक्यो 7:30 हैन। म चाहिँ उठिसके हैन। उठिसके मतलब रुम देखि बाहिर गएको छु नि, फ्रेस पनि भएको छु नि, ब्रश पनि गरेको छु नि हैन। म चाहिँ बेडमा लेटिरहेको छु हैन। जस्ट मैले आँखा मात्र खोलेको हैन। र गाइस आज ब्लगमा के हुन्छ के हुँदैन त्यो मलाई थाहा छैन हैन। जे पनि हुन्छ एकदमै बम हुन्छ हैन। सो आजको भ्लगमा के छ भन्देखि हैन एकजना अटोवाला दाइ दुई तीनजना घुम्नलाई जाने छु हैन। माथि दहेगडा पर्वा भन्ने ठाउँमा हैन। मैले उठ्नु पर्ने हुन्छ हैन। अनि चिया नास्ता के छ पाकेको हैन त्यो खानु पर्ने हुन्छ हैन। र मैले रेडी पनि हुनु पर्ने हुन्छ। सो जहाँ पनि हेरौँ हैन आजको भ्लगमा के हुन्छ के हुँदैन भनेर चाहिँ यहाँ रेडी भइसक्यो हैन। र मेरो चिया पनि आइसकेको छ हैन। मैले चाहिँ अब चिया खाएर तुरुन्तै निस्किनु पर्ने हुन्छ हैन। किनकि मौसम आज सफा पनि छैन हैन। बादल लागिरहेको छ, पानी पनि पर्न सक्छ। सो म चाहिँ चिया खाएर निस्किन्छु हैन। र म रेडी भइसकेँ हैन। र सो मैले चाहिँ चिया खाँदैछु हैन। मैले मुख सुख धोएर फ्रेस भएर चिया खाँदैछु हैन। चाहिँ घुम्न जानु पर्ने हुन्छ माथि पर्वा धुमकोट हैन। जुन चाहिँ म त्यो अगाडि पनि गएको थिएँ हैन। तर त्यतिबेला मेरो ब्लगिङ केही थिएन हैन। म जस्ट मैले माथि देखाएको थिएँ हैन। सो म आज चाहिँ हजुरहरूलाई देखाउने छु हैन। त्यहाँबाट देखिने यो साफे रोडको भ्यू हैन। यताउति डाँडा काँडा हैन। यो नगरेर भिडियोलाई अगाडि बढाऊँ हैन। सो जहाँ पनि हेरौँ हैन के हुन्छ के हुँदैन भनेर। सो मैले चाहिँ चिया सक्नु पर्ने हुन्छ हैन। म चाहिँ मेरो कारखाना पुगिसक्यो हैन। अब मैले चाहिँ सटरहरु माथि खोल्नु पर्ने हुन्छ हैन। अनि त्यसपछि म चाहिँ अटोवाला दाइले फोन गर्नेछु हैन। अनि उले भन्नेछ हैन हामी जान्छौँ घुम्न भनेर हैन। मैले चाहिँ सटर खोल्नु पर्ने हुन्छ हैन। फर्निचर भन्दा नि फर्निचर त मिस्त्रीहरुले बिहान नै खोल्छ हैन। अनि मैले चाहिँ मेरो सोरुम खोलिसके हैन। मैले अफिस रुम खोलेको छैन हैन। म चाहिँ हजुरलाई ब्याग भी देखाउनु छु हैन। हामी जानुपर्ने ठाउँ देखाउने छु हैन। सो हामी जानुपर्ने ठाउँ चाहिँ हामीले चाहिँ जानुपर्ने उता माथि हैन। जुन चाहिँ कुहिरो लागेर के पनि देखिरहेको छैन हैन। अनि देख्न सक्नुहुन्छ मौसम हैन। माथि चाहिँ बादल लागिरहेको चाहिँ कुहिरोले ढाकिसकेको छ हैन। एकदम बल भ्यू छ हैन। हामी चाहिँ त्यहाँ जानुपर्ने हुन्छ। त्यहाँ माथि देखि हैन। त्यहाँ माथिदेखि हामीले हेर्नु पर्ने हुन्छ साफे रोडको भ्यू हैन। अब फोन गर्नु पर्ने हुन्छ हैन। किनकि 8 बजिसकेको छ हैन। त्यहाँदेखि माथि हैन जुन चाहिँ कुहिरोले ढाकेको छ हैन केही पनि देखिरहेको छैन। जस्ट यताउति थोर देखिरहेको छ हैन। अनि हामीले चाहिँ यहाँदेखि जानुपर्ने हुन्छ ठाटी बजार हैन। ठाटी बजारदेखि माथि चढ्नु पर्ने हुन्छ हैन। हामी चाहिँ सायद अटोमा जानेछौँ हैन। साफे रोडबाट देखिने डाँडा काँडाहरूको भ्यू हैन। जुन चाहिँ कुहिरोले ढाकेको छ हैन। किनकि हिजो अस्ति पानी पर्यो हैन। र आज चाहिँ पानी परेको छैन हैन। देख्न सक्नुहुन्छ हैन। चारैतर्फ डाँडा काँडाहरूले ढाकिसकेको छ हैन। र उता माथिल्लो साइड बाजारपट्टि चाहिँ हिउँ पनि परिसक्यो होला हैन। राजदुरा पनि म गएर सायद ब्लग सुट गर्नेछु हैन। हजुरहरूलाई देखाउने छु हैन। आयो हजुरहरू इन्जोय गर्नुहुनेछ यो भिडियो हेरेर हैन। म पनि इन्जोय गर्नेछु हैन। म चाहिँ त्यहाँ गएको हैन। किनकि त्यहाँ मेला लाग्छ हैन। श्री कृष्ण जन्माष्टमी मेला हैन। म चाहिँ त्यहाँ गएको हेर्नको लागि हैन। एकदमै साफे रोड एकदमै बवाल भ्यू देखिन्छ हैन। मैले चाहिँ त्यतिबेला भ्लगिङ यस्तो कि आइडिया त्यस्तो के बन्थेन हैन। आज चाहिँ म त्यहाँ एउटा भ्लग सुट गर्नेछु हैन। हजुरहरूलाई साफे रोडको भ्यू देखाउने छु हैन। त्यहाँबाट देखिने चारैतर्फको भ्यू देखाउने छु हैन। र चाहिँ मैले चाहिँ अब त्यो अटोवाला दाइलाई फोन गर्नुपर्ने हुनेछ हैन। र अब म त्यसलाई फोन गर्छु हैन। सोध्छु हैन कति बेला निस्किनु पर्ने के निस्किनु पर्ने। किनकि मैले नास्ता पनि खाएको छैन हैन। मेरो फोन रिसिभ भएन हैन। ऊ चाहिँ सुतिरहेको होला हैन। किनकि चिसो छ नि त। चिसो छ ऊ चाहिँ सुतिरहेको होला। एकछिनपछि मलाई आफै उसले कल गर्नेछ हैन। सो अब मैले चाहिँ जानुपर्ने हुन्छ आगो ताप्नु हैन। मेरो फोन चाहिँ भित्र आगो बालेको छ। मैले चाहिँ ताप्नु जानुपर्ने हुन्छ। एकदमै धेरै चिसो छ गाइज हैन। सो गाइज यहाँ चाहिँ आगो बालेको छ हैन। ऊ चाहिँ बाजे हैन। उतापट्टि चाहिँ मेरो हेड मिस्त्री हैन।
यो चाहिँ आगो होइन जस्ट मैले यहाँनिर बस्नुपर्ने हुन्छ होइन उसले चाहिँ मलाई भर्खरै फोन गरेको होइन उसले के भन्दैछ भनेदेखि होइन हामी चाहिँ खाना खाएर जानुपर्ने हुन्छ होइन मौसम बादल लागिरहेको छ होइन कुहिरो लागिसक्यो होइन एकदमै चिसो छ होइन मैले टुप पनि हालिसकेँ होइन चिसो छ किनकि होइन हामी चाहिँ खाना खान निस्किनु पर्ने हुन्छ होइन टाइम भइसकेको छ 10 बजिसक्यो होइन म चाहिँ बिहान 7:30 बजी उठेको अहिले चाहिँ 10 बजिसक्यो होइन र के छैन होइन हामी एकछिनपछि जानेछु खाना खाइसकेपछि म हजुरहरूलाई देखाउनेछु होइन सो मैले चाहिँ फाइनली खाना खानु घर जानुपर्ने हुन्छ होइन अहिले चाहिँ मेरो बाइक पनि आएको छैन होइन बाइक आइसकेपछि म तुरुन्तै घर गएर खाना खानुपर्ने हुन्छ सो जाम अनि हेरौँ होइन के हुन्छ के हुँदैन भनेर मलाई फोन गर्यो होइन फाइनली ऊ चाहिँ अहिले आउँदैछ होइन म चाहिँ एयरपोर्ट निरोबडी गरेर आएको उसको होइन ऊ चाहिँ आउँछ बजारबाट होइन यो पछाडि चाहिँ स्कुल होइन जो मैले मेरो सेकेन्ड भ्लगमा हजुरलाई देखाइसकेँ होइन म पढेको स्कुल होइन आज चाहिँ सरस्वती पूजा रहेछ होइन र यतापट्टि प्रोग्राम छ होइन म हजुरलाई देखाउने छु होइन यतापट्टि असामी देउडा खेल भइरहेको रहेछ होइन आज चाहिँ सरस्वती पूजा रहेछ होइन यतापट्टि देउडा भइरहेको छ होइन र मन्दिर चाहिँ उतापट्टि छ होइन मैले चाहिँ जानुपर्ने हुन्छ बसपार्क होइन उसले मलाई फोन गरेर के भन्दैछ भनेदेखि होइन यहाँबाट आएछ होइन सँगै जामला भन्दैछ होइन र क्यामेरा पनि आएको छ कि छैन त्यो मलाई पनि थाहा छैन होइन र जाम पनि हेरौँ होइन के हुन्छ के हुँदैन भनेर म चाहिँ बस पार्क पुगिसकेँ होइन जस्तै कि मैले हजुरहरूलाई मेरो सेकेन्ड भ्लगमा भनेको थिएँ होइन यो चाहिँ सानफेबको बस पार्क होइन जिप पार्क अनि अटोहरू पनि यहीँ लाग्छ होइन अच्छा गाइस फाइनली बस पार्क पुगिसक्यो होइन ऊ चाहिँ दाइ होइन यो पनि दाइ होइन उसको नाम चाहिँ विराज होइन निकनेम विराज होइन रियल नेम भनेको अनिल ताम्बाकार होइन उसको चाहिँ रोहित बिसी होइन उसको अटो यो होइन उसको अटो चाहिँ यो होइन एकदम स्टार अल्लु अर्जुन होइन फाइनली हामी चाहिँ एकजनाको वेटिङमा छौँ होइन जुन चाहिँ मेरो सेकेन्ड भ्लगको अटोको ड्राइभर थियो नि होइन दाइ त्यसको वेटिङमा चाहिँ ऊ चाहिँ जस्ट भएबाट गएको छ होइन अनि ऊ चाहिँ रोहित बिसी होइन ऊ पनि मेरो दाइ होइन एउटा अटो हामी जाने 3टा अटो होइन हामी कतिजना जाने 4जना जाने 5जना जाने होइन ऊ चाहिँ आउँदैछ अर्को अटो होइन जाम पनि हेरौँ होइन भ्लगमा के हुन्छ के हुँदैन भनेर ऊ पनि आइपुग्यो होइन अब हामी जाने भनेको 3टा अटोमा होइन 3 अटो हुन्छ 4वटा अटो होइन एउटा 3वटा होइन एउटा 4वटा अटो होइन ऊ चाहिँ अटो ड्राइभर होइन रोहित बिसी हामी जाने भनेको 4वटा अटोमा होइन 4वटा अटो कि 3वटा 4वटा अटोमा जाने होइन यो चाहिँ दाइ होइन जुन मेरो सेकेन्ड भ्लगमा राइडर म बस्ने भनेको यसको अटोमा नि हो होइन भिडियो के रेडी भइसक्यो होइन एउटा अटो यहाँ छ होइन एउटा अटो यहाँ होइन एउटा अटो उल्टा बुल्टी होइन अर्को अटो उता बुल्टी होइन यो 2टा अटो एउटा यो अटो होइन एउटा यो अटो हामीले चाहिँ अब निस्किनु पर्ने हुन्छ होइन चाहिँ 4वटा अटो लगेर सँगै निस्किसक्यौँ होइन 2टा अटो अगाडि होइन अनि एउटा चाहिँ पछाडि छ अटो होइन जामानी हेरौँ होइन के हुन्छ के हुँदैन भनेर यहाँबाट हामी चाहिँ केटावाला हाल्नु पर्ने हुन्छ होइन ऊ चाहिँ बाजे होइन रोशन बाजे होइन यिनीहरू चाहिँ प्यासेन्जर भर्दैछन् होइन 2टा अटो अगाडि एउटा अटो यो होइन एउटा अटो चाहिँ पछाडि होइन निस्किसक्यो माथि होइन अब चाहिँ 2टा होइन र हामी चाहिँ यो अफ रोड हिँड्नु पर्ने हुन्छ होइन हिजो अस्ति पानी परेर बाटो एकदमै नराम्रो छ होइन अफ रोड छ होइन एकदमै अफ रोड छ होइन अटोलाई माथि चढ्नु मुस्किल भइरहेको छ होइन गाइस ऊ पनि माथि गयो होइन अब चाहिँ हाम्रो पालो होइन
हाम्रो तामाङ दोस्तको गाडी होइन ऊ पनि फसिसक्यो होइन धक्का धक्का हान्नु चाहिँ केटा आइसक्यो आयो फाइनली गाडी पनि आयो होइन हाम्रो 4वटा गाडी निस्किसक्यो होइन अब चाहिँ हामीले निस्किनु पर्ने हुन्छ होइन एकदमै नराम्रो रोड छ होइन अफ रोड छ होइन हामीले सँगै हिँड्नुपर्ने हुन्छ 4 अटो होइन र हामी चाहिँ पहिला हिँडिसक्यौँ होइन पछाडि आउँदैछ होइन गाना नि बजाइसक्यो होइन हामी चाहिँ जुन ठाउँ पुग्नु पर्ने हो हामी त्यो ठाउँ पुगिसकेका छौँ होइन जुन ठाउँको नाम छ पर्वा धनकोट होइन माथि पल्टिरहेको छ स्कुल होइन अनि यो चाहिँ गाडी हिँड्ने बाटो होइन हामीले जस्ट अब यहाँ वेट गर्नुपर्ने हुन्छ होइन हामी चाहिँ पर्वा धुमकोट ठाउँमा पुगिसक्यौँ होइन एकदमै बवाल भ्यू छ होइन यहाँ चाहिँ म अहिले देखाउने छु हामी चाहिँ 4वटा अटो आएको होइन 4वटा अटो हामीले पुगिसक्यो होइन उतापट्टि साइडहरू एकदमै बवाल भ्यू छ होइन म हजुरलाई ब्याक क्यामेराबाट देखाउने छु होइन त्यसै गरी हामी चाहिँ 4वटा अटो यहाँ पुगिसक्यो होइन त्यसको उतापट्टि चाहिँ होइन म हजुरलाई ब्याक क्यामेराबाट देखाउने छु होइन को मिलेको होइन यतापट्टिको नन्दगढा होइन ऊ चाहिँ हाम्रो ढिक्के कोट होइन यतापट्टि तल रहेको छ साफीबगर भ्यू होइन जुन चाहिँ म हजुरलाई देखाउने छु होइन सो यतापट्टि रहेको चाहिँ स्कुल होइन आज सरस्वती पूजा होइन अनि उतापट्टि कार्यक्रम के चलिरहेको छ होइन हामी एकछिनपछि त्यहाँ पनि जानेछौँ होइन सक्नुभयो होला होइन उतापट्टि एकदमै बवाल भ्यू छ होइन साफीबगरको होइन एकदमै रमाइलो लागिरहेको छ होइन उतापट्टि चाहिँ एकदम बल भ्यूहरू देखिरहेको छ होइन हजुरले देख्न सक्नुहुन्छ होइन यो फ्रन्ट क्यामेराबाट सबै यतापट्टि चाहिँ केटाहरू भिडियो सुट के होइन टिकटक सिकटक बनाउने काम के हुँदैछ होइन एकछिनपछि जानेछौँ पर्वा धनकोट स्कुल होइन अनि त्यहाँबाट थोरै हामीले प्रोग्रामहरू डान्स प्रोग्राम के हुन्छ नि त त्यो हेरेर हामी चाहिँ घर निस्किनु पर्ने हुन्छ होइन अहिले चाहिँ ब्याग भी देख्नु सक्नुहुन्छ होइन एकदमै बल छ होइन सबै अब चाहिँ मैले चाहिँ फोटोसुट गर्नुपर्ने हुन्छ होइन पछाडि उसले बोलिरहेको छ सबै जहाँ मैले हेरौँ होइन के हुन्छ के हुँदैन भन्नु अब चाहिँ हामीले निस्किनु पर्ने हुन्छ होइन अब चाहिँ हामी जानुपर्ने हुन्छ होइन के लेट भइसकेको छ जहाँ पनि हेरौँ होइन के हुन्छ के हुँदैन भनेर यो चाहिँ हामी आएको अटो होइन 4वटा अटो पछाडि होइन हामी चाहिँ सबै केटाहरू होइन चाहिँ साफी नै हो होइन जहाँ पनि हेरौँ होइन भेटौँ अगाडि के हुन्छ के हुँदैन भनेर हामीहरूले निस्किनु पर्ने हुन्छ होइन यतापट्टि चाहिँ भाइहरू होइन हाई गरिदिनु जब चाहिँ हामी निस्किनु पर्ने हुन्छ होइन उता अब स्टार्ट भइसक्यो होइन स्टार्ट भइसक्यो होइन त्यहाँ निस्किनु पर्ने हुन्छ स्कुलभित्र जानुपर्ने हुन्छ होइन आज चाहिँ सरस्वती पूजा होइन यहाँ चाहिँ के प्रोग्राम छ होइन श्री पर्वा धनकोट प्राविधिक तथा व्यावसायिक विद्यालय होइन जो चाहिँ इन्ट्री गेट होइन यो चाहिँ कति गेट छ होइन यो चाहिँ इन्ट्री गेट होइन उतापट्टि चाहिँ केटाहरू होइन कार्यक्रम हुँदैछ होइन
एकदमै बल छ होइन पब्लिक पनि धेरै नै छ होइन म हजुरहरूलाई ब्याक क्यामेराबाट देखाउने छु होइन चाहिँ दाइ होइन चाहिँ अफ रोड राइड गरेर एकदमै खाएको छ होइन हामी चाहिँ त्यो प्रोग्राम हेर्नुपर्ने हुन्छ होइन त्यसपछि हामीले निस्किनु पर्ने हुन्छ घरतिर होइन किनभने घरमा चाँडो पुग्नु पर्ने हुन्छ म हजुरलाई ब्याक क्यामेराबाट देखाउने छु होइन मजा आइरहेको एकदमै मजा आइरहेको छ होइन जुन चाहिँ यहाँ पण्डितले नारा भन्दैछ होइन क्राउड एकदमै हल्ला मचिरहेको छ होइन तपाईँले देख्न सक्नुहुन्छ होइन पण्डित बाजे होइन अब चाहिँ डान्स स्टार्ट हुन्छ होइन यतापट्टि चाहिँ कलाकारहरू भन्दा नि होइन आइसकेका छन् होइन हजुरहरू देख्न सक्नुहुनेछ होइन यहाँहरू रहेछ नाच्ने होइन एकदमै बलको बल सुकै छ होइन हाम्रो प्रोग्राम एबिसी इन्द्रेणीमा पनि लाइभ टेलिकास्ट भइरहेको छ होइन यतापट्टि चाहिँ एकजना भाइ गाउँदैछ होइन यतापट्टि चाहिँ 3 जना अगाडि चाहिँ डान्स स्टार्ट भइसक्यो होइन कमरिया लचके रे यो भूमि पर्वको माटो हजुरलाई नि सुन्यो टिकटकमा हाल्नु केटाहरु है यो ठाउँको विकासको गाना बजाएर डान्स गर्नु पर्छ नि हो नि डान्स एकदमै बल लाग्यो होइन हामी चाहिँ बोरिङ भएर हामी चाहिँ निस्किसक्यौँ होइन डान्स एकदमै गाड गुलेती गरिदियो होइन सो गाइस हामीले जस्तो सोचेका थियौँ होइन जो हामी होप लिएर आएका थियौँ होइन त्यस्तो कार्यक्रमै नरहेछ होइन सो गाइस अब चाहिँ हामीले निस्किनु पर्ने हुन्छ होइन गाडी चाहिँ अगाडिपट्टि छ होइन पछाडि प्रोग्राम चालु नै छ होइन हामी चाहिँ उठेर आइसक्यौँ होइन किनकि हाम्रो त्यहाँ कसैले केयर पनि गरिदिएन होइन न पर्चा सोध्यो न पानी सोध्यो होइन सो गाइस के छैन होइन र जहाँ पनि हेरौँ होइन भ्लगमा के हुन्छ के हुँदैन भनेर होइन डान्स चाहिँ एकदमै गाड गुलेती गरिदियो गाइज होइन हामी चाहिँ निस्किहाल्यौँ सबै केटाहरू होइन होइन मैले चाहिँ यो अछामी के हुन्छ यो अछामी पुस्तकाल खानुपर्ने हुन्छ होइन जुन चाहिँ 5 को एउटा होइन गाइज अटोहरू राइडरहरू सब बसिसक्यो होइन मैले पनि बस्नुपर्ने भएको होइन र मुखमा छ होइन बोल्न एकदम मात्र चाहिँ जहाँ पनि हेरौँ होइन हामी चाहिँ निस्किन लाग्यौँ होइन अब चाहिँ मैले जानुपर्ने हुन्छ घर होइन जाँदाखेरि मैले चाहिँ मोबाइल खतमा राख्नुपर्ने हुन्छ होइन किनकि साँझ पनि थालिसक्यो होइन बाटो अफरोड छ होइन मोबाइल हातबाट खस्नु सक्छ त्यहाँपट्टि चाहिँ बजारको भ्यू होइन फाइनली म चाहिँ घर पुगिसकेँ होइन मैले चाहिँ बाटोमा भिडियो सुट गर्न पाएन होइन किन भनेदेखि मेरो मनमा चार्जिङ कम थियो र होइन भिडियो सुट गर्दा गर्दै होइन मोबाइल मेरो रेकर्डिङमै थियो होइन ट्याक्क मेरो मोबाइल जस्ट स्विच अफ भयो होइन सुकै मैले चाहिँ घर आएँ होइन अनि घर आइसकेपछि मैले चाहिँ मोबाइललाई चार्ज गरेँ अहिले पनि 5% मात्र चार्ज छ होइन मेरो मोबाइलमा सुकै मैले चाहिँ लुगाहरू चेन्ज गरिसकेँ होइन मैले चाहिँ नाइट लुगाहरू लगाइसकेँ होइन सुकै आई यु इन्जोय दिस भिडियो होइन हामी पक्कै पनि नेक्स्ट भ्लगमा फेरि हाम्रो भेट हुनेछ होइन भिडियो मनपर्नेमा लाइक कमेन्ट सक्दो सेयर र मेरो च्यानललाई सब्सक्राइब गरेर होइन अन्तिममा बेल आइकनमा थिच्न चाहिँ नबिर्सनु होला सो गाइज आई इन्जोय दिस भिडियो होइन सो टेक केयर लभ यु बाई बाई एन्ड शुभरात्रि गाइज एन्ड